जीवन भाइ यो हाम्रो तर्ना पुरै जुन बजारमा चाहिँ पाँचवटा वाइफाई राखिदिएको छ भन्ने सुन्नमा आयो। यो विषयमा थोरै जानकारी दिनुहोस् न। यो मेट्रो वाइफाईको लागि हो। यो मेट्रो वाइफाई भनेको चाहिँ घरमा जुन जोडिन्छ नि होम प्याकेजहरू हो, त्यस्तो मान्छेहरूले चाहिँ फेरि 24 घन्टा। जस्तै हामी बजारमा तर्रा बजारमा आयौँ भने 24 घन्टा हामीले नेट चलाउनु पाउँछौँ। त्यो एरिया ठाउँमा राखेको हुन्छ। हजुर, त्यहाँनिर भनेको राखिदिएको छ। त्यो वडाबाट तपाईँको 4-5 ठाउँ त्यहाँनिर पोलमा राखेको एउटा साझा लाइनमा, एउटा के अरे मन्दिर जाने बाटोतिर, त्यहाँनिर, अनि एउटा बास्केटबल ग्राउन्डमा, तिनवटा, एउटा चाहिँ माथि नै राखेको वडामा, एउटा वडामा। जस्तै हो त्यो चाहिँ जस्तै नर्मल युजरहरू जो अब त्यहाँ आउँछ नि मोबाइल हुने, उनीहरूले चलाउनु पाउँछ कि त्यो चाहिँ अफिस जानुपर्छ। त्यसको लागि चाहिँ फ्री वाइफाईको लागि चाहिँ ओल्डिङले सुविधा दिएको छ। हो त्यसको लागि चाहिँ हो। भनेपछि हामी जस्तै हामी जो वर्ल्डिङको उपभोक्ताहरू छौँ, हामी सेवाग्राहीहरू, हामी चाहिँ अब इटरी जानु पर्यो। इटरी गएर अफिसमा त्यहाँनिर तपाईँको पासपोर्ट सिस्टम लगाएर बनाइदिन्छ। अनि त्यो चाहिँ 24 घन्टा चल्ने हुन्छ। मात्र अरू युजरहरू हुन्छ नि, जस्तै डिस होम, क्लासिटेक, यिनीहरूको चाहिँ फेरि वाइफाई 90 मिनट मात्रै चलाउनु पायो। तर त्यहाँ अलरेडी हामीले पहिले पनि राखिदिएको छौँ क्या त्यो। त्यहाँनिर छेउछाउमा पनि छ एचएस भन्ने, त्यो भनेको त्यसबाट पनि हुन्छ। तर अहिले चाहिँ जे होस् काठमाडौँमा पनि अहिले पोलमा राखेको छ प्राय जस्तो। अब तपाईँले यहाँ वर्ल्डिङको जोड्नु भएको छ भने तपाईँले काठमाडौँमा पनि चलाउनु पाउनुभयो। जस्तै एउटा कुरा मैले सुनेअनुसार तर्रा चोकमा पनि राखिदिने भन्ने। यो चाहिँ पहल गर्नु पर्यो उहाँबाट। अब जस्तै त्यो मिटरको हुन्छ, त्यो हाम्रो सामानहरू हुन्छ, वर्ल्डिङको सामानहरू जुन त्यो सुरक्षा राख्नलाई चाहिँ त्यो एग्रिमेन्ट गर्नुपर्छ क्या। अनि पैसा चाहिँ कति तिर्नुपर्छ? पैसा त्यो पर्दैन। यो जस्तै हाम्रो कस्टमरहरूको लागि चाहिँ यो वर्ल्डिङले चाहिँ त्यो सुविधा गराउन चाहिँ खोजेको हो। अनि बिजुलीको बत्तीको चाहिँ त्यो उहाँ जसको घरमा राखेको छ उहाँले एग्रिमेन्ट गरेको हुन्छ। उहाँले नै कि त होइन भने अब ल अफिस त्यो बिल लगेर अफिसमै दिनुभयो भने पनि अफिसले पनि तिर्छ। हो ल, धन्यवाद भाइ। ल यहाँ के पो हुनुहुन्छ हाम्रो वर्ल्डिङको? हजुर, म सपोर्ट टेक्निसियन हो। हस्, धन्यवाद यहाँलाई।